हेलो गाइस, आज चाहिँ हामी रोल बक्समा राइफल खेल्दैछौँ म र मेरो भाइ। ल स्टार्ट गरौँ है त। अब चाहिँ हामी 1v1 खेल्दैछौँ यो भाइ र म। मेरो दिदी कति नोब हुन्छ, अब म मारिदिन्छु। यी मेरो दिदीलाई मारिदिए। ए नमार्नु भाइ। मार्छु, के गर्नुहुन्छ? अब हजुरले के गर्नुहुन्छ? अब म चाहिँ जाँदैछु। यो भाइ कहाँ छ? ए उहाँ रहेछ। फेरि कहाँ र? ए त्यहाँ रहेछ। यहाँ हानिदिएँ मैले। मलाई मार्न सक्नुहुन्न। म आफै उडे उडी म दिदीलाई मारिदिन्छु। यो भाइ कहाँ गयो भाइ? हेर्नु मलाई के फायर गन फ्री कीको 0 कीको गनले हजुरलाई मारिदिए। कति नुब हो हजुर? मसँग छैन त त्यस्तो गन। चाहियो र? दे न त अनि। म सेलर होइन क्या, दिइहाल्ने एकछिनमै 0 कीमा। फेरि आयो के? फेरि त्यही त्यो गनले युज गर्यो। मसँग छैन किन युज नगर्न त्यो गनले। हजुर रेन्जमा किन आउनुभएको छ त? हजुर मरै हाल्नुहुन्छ। मसँग त मोक्ली पनि छ, त्यसले त अझै ड्यामेज दिन्छ। युज नगर्न भाइ, मसँग छैन कि त्यो गन। ल गर्छु। म मार्नु त कहाँ गएछ? ए फाइनली मैले जितेँ। मार्नु भनेको त साँच्ची मार्नु भनेको होइन। तैँले भनेको होइन मार्नु, त्यही भएर मारिदिएँ। म अझैलाई मार्छु। भन्नु मार्नु। ल हेरौँला कसले मार्छ। मैले हेर्नु के पर्यो र? ए मेरो चाहिँ ह्याङ चल्यो। ह्याङ चले पनि मैले मार्ने हो। मेरो टार्गेट पुरा गर्नुपर्छ। लास्ट ह्याङ चल्यो भाइ। खत्तम। तैँले मेरो फाइदा लिस न, मेरो ह्याङ चलेको बेलामा गेम खेल्दा। म थाहै थिएन हजुर ह्याङ चलेको। म त आरामले आएँ, मारिदिएँ। थाहा थिएन त। त्यहाँ रहेछ। आसमान के छु के देखा। फेरि कहाँ हरायो भाइ? फेरि त्यही गन युज गरे। मलाई गर्न मन लाग्छ त, त्यसलाई चाँडै मरिन्छ। म टाइम पास गर्ने लोगो चाहिँ नै हो। त्यही गन युज गरेको। यसपालि मोगली युज गरे। त्यही पनि मैले जितेँ। मोगली युज गर्नुहुन्न क्या। मोगलीले मलाई हराइदियो। त्यो फायर खाले बम। म चाहिँ यो भाइले लुकी अट्याक गर्छु। त्यो खुल्ला मैदानमा लुक्नुहुन्छ हजुर। पहिला हान्छु अनि लुक्छु, फेरि हान्छु लुक्छु। खुल्ला मैदानमा लुक्ने मान्छे पहिली बार देखेँ मैले। एउटा ल फेरि त्यही गन युज गरेर मार्छु। नयुज गर्ने भाइ त्यो गन। म किन नयुज गरौँ र? हजुर रेन्जमा नआउनु न। यो मेरो ह्याङ चलेको फाइदा लेखस् तैँले। म लिन्छु। ल अब हजुरले फेरि म मार्छु। अब म हजुरले मारिहाल्छु। के हार्नेको मलाई? आफू हानेर बस्नुभएको छ। कहाँ हाँस र भाइ? म तेरो ठाउँमा आफू। म हजुरको ठाउँमा जाऊँ? त मेरो ठाउँमा हाँस, म तेरो ठाउँमा आफू। यहाँ रहेछ। लुकेर बसेछु। फेरि कहाँ हरा? एकछिनमा गायब। आई एम गायब। फेरि त्यही गन युज गरे। म गर्छु। यसपालि मोक्ली युज गरेको मैले। लाभाखाले देख्नु भएन? आफूले त मिसाइल अन्तर युज गर्नुपर्छ। म त नर्मल गनले मार राख्छु नि। डिफोल्ट राइफल। ओ यो भाइले जित्दियो 5। मेरो जित्दिन्छु। मलाई कटाइदियो। त जितिहाल्छु नि म, तिम्रो मान्छे। अब ल आइज फेरि अर्को म्याच हेरौँ ल कसले जित्छ। अफकोर्स मैले। ल हेरौँला। ल हेरौँला। कहाँ गएछ र भाइ? अर्को म्याच खेलौँ न। ए म खेल्छु त भनेछु। आउनु 2v2मा खेल्छु। 2v2 ल तर म है त साथी। ल हजुर यहीँ त हुनुहुन्छ? खै कोही त आओ। नाइ हजुरको सकल देखेर कोही नि आएको छैन। तेरो तँलाई देखेर डराएर भाग्यो सबै। अनि जति बब्बाल मान्छे छुमा।
आफै त अन्नु हो नाइ कि तँलाई देखेर भागे नि तेरो फेस अनि त्यति खतरनाक फेस कति उफ्रे कसरो भाइ आऊ त नउफ्रे जस्तो म त बोलाछु मान्छेहरूलाई म त बोलाएर आछु ल बोला त लाइज तर महरू बोलाऊ आओ यो सब्जी बेचेर आएको छ पुरा आओ कोही त आओ आएन एकजना आएन है दुईजना चाहियो हामीलाई बे आइज फेरि भागेन एकजना नि भागेन देख्नु नि हजुर जस्तो नराम्रो सकलले भाग्थिए तँलाई देखेर हो कि मलाई होइन हजुरलाई देखेर हो ए छिटो आऊ न कोही त हजुरले देखेर त भागेर आछन् म चाहिँ लाभाको बनी छु एउटा म त गएँ खोज्न मान्छेलाई म नि गएँ खोज्न खै मान्छे म फेरि आएँ मान्छेलाई लिएर आइदियो मैले ल आउनु हजुर पनि म मान्छेलाई एबा 2v2मा आइज 1v1मा नै कहाँ गएको तँ देखेर भागेन के मैले त ल्याएको त्यसलाई यो गजो सातुरो म आरुष्ट गालो यो गजो सातुरो आएन त्यही मान्छे आयो यार फेरि रेडी आन्दे 1v2 गर्दै ल 1v2 गर्दै 1v2 हारिहाल्छ सायद हारिहाल्छ ओए ल हारिहाल्छ ल तर म टिम है त त्यो मान्छेलाई एकदम हान्नुपर्छ जम्मा कति 19 लेभल 19 म त कटाइदिन्छु म एक्लैले कटाइदिन्छु अघि मलाई हान्नु नि पर्दैन म नर्मल गन युज गर्छु यसको लागि मैले आरपिजी युज गर्छु हेर मेरो फेरि ह्याङ चल्यो उफ्रिँदा नि उफ्रेन त चाहिँ उफ्रिन किन छ गएर हान्नु न ए अघि नै टाइमर चल्ला थियो त कस्तै उफ्रिन्छ र बल्ल टाइमर अफ भयो कस्तो कुरा हान्नुहुन्छ यो भाइ कहाँ ऊ त्यहाँ ऊ मेरो के दाब्बे मेरो ग्रीन कलरको हानिदिए कस्तो मोर्छ त्यसको लागि त रेड हो ओ हामीले जितेमा 1 पोइन्ट यस्तै गरी सबै जितिहाल्छ हामी ल अर्को धाली मैले हान्छु त्यसलाई त्यसलाई मारिदिन्छु मार्नु मलाई त जरुरत नै छैन यसले मार्न हजुरी काफी हुनुहुन्छ म त्यस्तै हेर्न आएँ त्यही भएर अघिसम्म नुब भन्थिस् के मलाई त 19 लेभलको भन्दा लास्टै नु भयो कि हाने मैले इजी गराएको ओ मैले मारिदिएँ इजी गराएको ग्रीन कलरको हाल्दै मैले हान्दिएको होइन मलाई ग्रीन कलरको हालेर इजी गराएको त्यसको ड्यामेज त्यसको हाल्नु पल्दै कम थियो हजुर 1 मिसाइल छोड्नु म त मरो जे पनि हानेको मारिदिएँ हानेर के हुन्छ र हो ल अर्को धालीमा हानिदिन्छु म एक्लैले हानिदिन्छु त्यसलाई अच्छा ये बात है मेरो हेल्थ कम छ मारिदिनु भयो देश मैले हानिदिएँ त मान्छेलाई ओके नुब अब हामीलाई 5 पोइन्ट चाहिन्छ नुबले हराउन नुबी काफी छ आफै हान्नु भन्छ आफै होला नि म त पुरा छु नि छस् खुब छु त छैनस् कुन एङ्गल पनि छैनस् सबै एङ्गलले छु कपडा नि प्रो जस्तो लाग्छु ए हामी दुइटा झगडा नगरौँ कि त्यो मान्छेलाई मिलेर हान्ने हामी दुइटा एकअर्कामा झगडा गरौँ भने त्यो मान्छेले हानिदिन्छ हामीलाई मेरो ओ फेरि हानिदिएँ मैले मेरो चेन देख्नु छ मोटी चेन मोटा पैसा मेरो पाइन्ट रोबक्सको 4 नाइ म देखेको छैन किन देख्नु छैन त खै कहाँ हजुरले मेरो आइडी देखिसक्नु भयो त्यसमा मेरो प्यान्ट छ नि त रोबक्सको पुरा हजुरको कस्टमाइज हुन्छ ए नबोल के भाइ खेल अब हामी यहाँ बोल्ला खेल्न त आएको नि त्यो मान्छेलाई हराउने हो क्या हामीले म त आएको चिप्मा गरेर हराइदिन्छु फेरि हामी एकअर्कामा लड्यौँ भने त्यो मान्छेले हाम्रो फाइदा उठाउँछ नि हानिदिन्छ देश मैले हानिदिएँ ओ मैले जितेँ वा म एक्लैले जितेँ देश त भन्दा अगाडि ल अर्को म्याचमा हेर्नु म हजुरभन्दा अगाडि आइदिन्छु ल हेर्नु है हजुरले मलाई जित्न दिएको यो म्याचमा अर्को म्याचमा हजुरभन्दा अगाडि आइहाल्छु देखि हजुरभन्दा अगाडि रहन्छु म हेरौँ ल ल आउनु कोही त आयो एकजना मात्र फेरि 2 versus 1 2v1 रेडी आन द 2 रेडी आन द
रेडी हान्दे त्यसले सुन्दैन के भाइ तेरो आवाज ए भन्दा नि सुन्छ रेडी हान्दियो ए 2v1 अब हामी ल अब हामी दुईटा मिलेर खेल्न पर्छ है त्यो मान्छेलाई ल ल त्यो धेरै उस कति लेभल गयो कति बेलको 45 हो क्या 45 हो क्या 45 हो ए 45 हो अच्छा अच्छा कितै पनि मार्दिन्छु हजुरलाई ए हजुरले अन्नायो जो मान्छेलाई म विशाल चलेर गइदिए त्यो मान्छे प्रो हुन सक्यो म अब मार्रा छु मेरो मोबाइल लास्ट ये क्या ये ह्याङ त टट्टी छ म त आराम से जित्दिए मेरो ह्याङ जग्यो मैले हान्न पनि सकेन बहाने बाज तुम क्या ही करते हो तुमको तो आराम से तो ओपोनेंट को मान्छे देश मैले 50% हेल्थ कम गरे हजुरले एक मिसाइल छोडे पर 50% ही जान्छ के 50 हेल्थ अनि हेडसेटमा मिसाइल हान्दा पर 100% देश फेरि जित्यौँ हामीले हाम्रो दुईटा मिलेको भएर हजुर मै काबी छु त्यसको लागि त हजुर नहान्नु 50 अघि नै 50 अहिले फेरि 50 हेल्थ कम गरिदिन्छु मैले बाँकी कम गर्छु 100 को हेल्थ कम गर्छु मैले एक मिसाइलमा हजुर 50 छी मेरो फेरि ह्याङ चल्यो के हामी जित्यौँ फेरि जित्यौँ अब हामी जित्छौँ हामी 5-0 ले हराइन्छौँ कि हामीले त्यसलाई त्यस्तो नु भइहाल्छ त्यो त 5-0 ले हराइदिए पर हामीले अब 5-0 हराइदिन्छ भन त्यसो त 1 पोइन्ट नै गराएन अरे 5-0 लिभ हान्दियो नुबले डराएर भाग्यो देखो नि अब म खजभन्दा अगाडि आइदिएँ अघि नै म आएको थिएँ भाइ तँभन्दा अगाडि त्योभन्दा अगाडिको म्याचमा म दुइटा थिएँ हजुरभन्दा Thank you for watching our video.